सबैजनाले सब्स्क्राइब गरिदिनु। साथीहरु नमस्ते सबैजनालाई। यो चाहिँ बर्दुबेमा रहेको एउटा इजी कफी सप हो हैन। यो कफी सपमा चाहिँ यो सबैजना देखिरहनु भएको छ। आज मोमो च्यालेन्ज छ। यहाँ चाहिँ दुईजना दाइहरु 50-50 पिस मोमो लिएर चाहिँ बस्नु भएको छ। 5 प्लेट मोमो। उहाँहरुले 50 पिस सबै खाएर भ्याउनु भयो भने इनाम 300 दराम मिल्छ हैन। भ्याउनु भएन यदि 50 पिस मध्येमा केही पिस बाँकी रह्यो भने चाहिँ उहाँले मात्र 80 दराम मात्रै पे गर्नुपर्ने हो हैन। अब हेरौँ है त यहाँहरुले के गर्नुहुन्छ, अगाडि हेरौँ है त। हजुरहरू पनि यसरी साथीहरू सँगै लिएर कम्पिटिसनलाई आउन सक्नुहुन्छ है। र अनि यदि हजुरहरू कपाल हुनुहुन्छ भने चाहिँ कपालले त जम्मा 80 पिस मोमो खाए पुग्छ है त। पानी पिउनु अलिकति पानी गाडी पिकअप अलिक कम हेर त पछाडि अहिले चाहिँ बिचमा छोड्नु भयो तपाईँ टाइम खाँदै हुनुहुन्छ एकछिन अझै टाइम छ मजाले जति खान्छ टाइम कति भयो 3 मिनेट भयो एक मिनट मलाई सकिन्छ हाम्रो काम टाइम छ अझै पंद्रह सेकेंड तो कोशिश चाहिँ जारी हो कोसिस चाहिँ जारी छ ल बधाई छ यति स्पिड बढाइदिएर काम भइदियो भन्नु सहिलो 17 20 मोमो बाँकी छ 16 17 मैले त उहाँले राम्रो पिकअप लिनु भएको थियो है हाम्रो दुवैजना दाइको लागि त ताली है त तालीले ट्राई गरिदिनु भयो मोमो च्यालेन्जमा उहाँहरूले भ्याउनु भएन है। 50 पिस मोमो खाएर भ्याउनु भएन। अब उहाँले मात्र 80 दराम पे गर्नुपर्ने हुन्छ हैन। उहाँहरूको बचेको छ मोमो त्यति सक्नु भएन। दुवैजनाले चाहिँ सक्नु भएन। च्यालेन्ज हार्नु भयो र जितेको भए 300 दराम मिल्थ्यो हैन। उहाँले हारेको भएर 80 दराम पे गर्नु भयो है त। तपाईले चाहिँ यो डे स्टारमा चाहिँ सस्ता सामान पाइन्छ, राम्रो सामान पाइन्छ हैन भनेर चाहिँ सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु सबै यहाँ जानुहुन्छ लिनुहुन्छ सामान हैन। डे स्टार हो ठ्याक्कै यो बलिउडको अपोजिट साइडमा छ है डे स्टार। म आज एक्लै थिइनँ हैन। आज चाहिँ म आफ्नो इष्टमित्रहरुसँग थिएँ। म उता पर भिडियो बनाउन गएको बेलामा उहाँहरु फुत्त निक्लेर क्यारिफर जान्छु भनेर जानु भएको थियो। त्यहाँबाट फेरि क्यारिफरबाट चाहिँ फर्केर यहाँ आइसक्नु भएको छ अरे यहाँहरु हैन। बलिउडको पछाडिपट्टि छु भन्नुहुन्छ। हेरौँ है त कहाँ हुनुहुन्छ। म उहाँहरुलाई खोज्दै हिँडिरहेको छु हैन। कहाँ बसिरहनु भएको छ म हेर्छु है त। ए यहाँ हुनुहुँदो रहेछ ल। एकतिर जान्छु भनेर एकतिर गल्ली गल्ली पातलो गल्ली गल्ली घुम्दै हिँड्न मिल्छ त अनि अलि राम्रोसँग हेर्ने युट्युबमा आउँछ ल। के हजुर यता हेर्नु त
ल ल ल ल सबैले मेरो युट्युबमा आउँछ सबैले एउटा 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 यता यता हाई भन्नु पर्यो क्या यता हाई भन्नु पर्यो सबैजनाले ल हेलो हेलो यता यता ल सबैजना यता हुनुहुन्छ होइन हाम्रो चाहिँ साथीहरू चाहिँ बसिरहनु भएको छ यो हामी चाहिँ यो कान्तिपुर रेस्टुरेन्टको गल्लीमा छौँ होइन चटपटी खाने हो ल चटपट म चटपट अर्डर गर्छु तपाईँहरू को खाने चटपट भन्नु त हजुर एक प्लेट खाने फाइनली खोज्दै खोज्दै हिँड्दाखेरि मैले यहाँहरूलाई यहाँ भेटाएँ होइन यहाँ यो कान्तिपुरको र यो इजी कफी सपको गल्लीमा बसिरहनु भएको छ अनि त्यहाँबाट चाहिँ हाम्रो खाजा खाने कुरा प्लानिङ भयो त्यहाँबाट इजी कफी सपभित्र गयौँ कफी सपमा गएर चाहिँ कसैले चाउमिन कसैले चटपट आफूलाई इच्छा लागेको चिजहरू कसैले कफी कसैले मोमो होइन मैले चाहिँ चिकन चाउमिन खाएँ भने यहाँ सिस्टरहरूले चाहिँ चटपट खानुभयो कसैले चिया कफी अनि कसैले मोमो खानुभयो यहाँ ज्वाइँ साहेबले चाहिँ मोमो खानुभयो यहाँलाई कस्तो छ भनेर सोधेको एकदम गुड छ भन्नुभएको थियो एकदम टेस्टी पनि छ त्यहाँनिर होइन अनि यो इजी कफी सप मात्रै होइन यो चाहिँ मोबाइल सप पनि छ इजी होइन ट्राभल पनि हाई भन् नमस्ते गर नमस्ते गर उसलाई आउनलाई आई लभ यु पनि भन्नु पर्छ अरे मलाई मेरो मेरो छोयामा अनिलाले मगर युट्युबमा चाहिँ सबैले नमस्कार मेरो दाइको युट्युबमा चाहिँ युट्युबमा सबैजनाले सब्स्क्राइब गरिदिनु होला फलो गरिदिनु होला पैसा लाग्छ त्यसो के गर्नुपर्छ पैसा सब्स्क्राइबको लागि 10 रुपैयाँ लाइकको लागि 5 ग्राम कसले भने मैले भनिरहेको छु त्यस्तै राम्रो छ भनिरहेको मैले खुदै भनिरहेको छु मैले कहाँ से आते हैं त्यही आउनु नभने भोलि आज ध्यान दियो सुदर्शन भट्ट ध्यान सिकाउनु भएको 3 घण्टासम्म मोबाइल चाहिँ सब फ्लाइटबाट राखेर होइन राधे भने आज हरि भाइसँग गएको के हुन्छ दाइ तेरो के खबर छ भने मेरो केही कहाँ गएर आएको यार टल्किएको ध्यानमा गएर आत अरे 3 घण्टासम्म मोबाइल फ्लाइट मोडमा राखेर कहिले हेर। कहिले भन्ने मैले कहिले अघि भनेको छु हामी पनि जान्छौँ ध्यानमा फरक मोमेन्टमा यसो मलाई हाई भनेर काम हाई ल यता यहाँ हाई भन् हेलो गाइस दर्शन अनि नमस्ते आज पनि सदाको चाहिँ हजुरहरूलाई नयाँ भिडियो लिएर आएको छु मैले होइन आज म चाहिँ कहाँ छु भने आज यो अलगुबैबाको जो अलगुबैबा पार्क भन्दा यतापट्टि चाहिँ जो मेट्रो स्टेसन यो छ नि बोर्ड आब्राको छेउमा चाहिँ पानीमा बोर्डहरू छ नि हो त्यहाँनिर चाहिँ म छु होइन यो यहाँबाट यो उता देखिरहेको बिल्डिङ छैन त्यो बिल्डिङ एचएसबिसीको गल्ली हो एचएसबिसीको बिल्डिङ हो त्यो चाहिँ होइन त्यहाँ चाहिँ सबै हाम्रो नेपालीहरू अलमोस्टली मतलब छुट्टीको दिन छुट्टीको टाइम पारेर चाहिँ सबैजना चाहिँ त्यहाँ आउनुहुन्छ होइन सबै अहिले घाम पनि गर्मी पनि पऱ्यो दुबईमा त्यसै कारणले गर्दाखेरि सबैजना उहाँ फोटो खिच्ने भिडियो बनाउने त्यहाँ बस्ने सबै गरिरहनु भएको छ होइन त्यहाँ एउटा बोर्ड पनि खडा छ त्यहाँनिर चाहिँ बोर्ड पनि उभिरहेको छ होइन त्यो बोर्ड बुक गरेर अनि जान पनि सक्नुहुन्छ घुम्नको लागि आफ्नो हिसाबले 1 घन्टा 2 घन्टा 3 घन्टा कति चाहिन्छ होइन 10-15 जना मिलेर चाहिँ बुकिङ गरेर बोर्ड बुकिङ गरेर चाहिँ जान सकिन्छ होइन अनि त्यो पारिपट्टि देखिरहेको छ नि त्यो पारिपट्टि देखिरहेको चाहिँ तेह्र है त्यो साइड चाहिँ तेह्र साइड पर्छ अनि यता जस्तो अलि सिम्पल हो त ल मान्छे कोही पनि हो है ठक्क यहाँ जुस पिएको आउँछ सिन्धुपाल्चोकमा 75 वटा गाडी सर्छ अरे ल तिमीले पनि हेर्नुपर्छ मलाई सब्सक्राइब गरिदिनुपर्छ है त अनि अर्को युट्युबमा आउँछ यता हो युट्युबमा आउँछ हो युट्युब भ्लग हो मेरो युट्युबमा आउँछ है सबैजनालाई सिन्धुपाल्चोकबाट चाहिँ सबैलाई सब्सक्राइब गरिदिनु भने है त 1 वर्षमा एकजनाले सब्स्क्राइब गर्छ एउटाले गर्छ हेर ल तिमीले हेरेपछि तँ पनि जान्छौ फेरि हेर्नु सबैलाई सिन्धुपाल्चोकमा जति पनि हुनुहुन्छ सबैलाई मेरो भ्लग आयो भने सब्सक्राइब गरिदिनु सेयर सब्सक्राइब लाइक गर्नु भन्नु है त यता हेर्नु न यता छोरी ज्वाइँको फेरि संसारै बेग्लै छ यता फेरि अनि आज सिस्टरहरू पनि भेट भएको थियो है आज छुट्टीको दिन सिन्धुपाल्चोकबाट चाहिँ अनिता के भन्छ हाम्रो सुकु दिदी हेर्नु न सुकु दिदी हेर्नु भएको छ अनि त्यहाँबाट सबैजना चिनेको सिस्टरहरू आज यो आब्राको छेउछाउमा
सन्डेको दिन पनि थियो क्या, त्यही भएर चाहिँ धेरै रमाइलो पनि भयो। यो सन्डे चाहिँ सबैजनासँग भेट पनि भयो, त्यही टाइम पाएर चाहिँ मैले एउटा भिडियो पनि बनाएको छु होइन। हेलो, त्यो छाता यता फर्काएर यता हेर्नु त, कहाँ जाउँ कि नजाउँ गर्दै अल्छी अल्छी गर्दै हिँडिरहेको थियो त। हेलो हेलो, यता हेरौँ। हाम्रो ज्वाइँ साहब पनि हुनु। गाइस, म चाहिँ यो बर्दुबेको आब्रा छ नि, आज आब्रामा चाहिँ यता यहाँ बोर्ड हेर्नु न, यो पानी बोर्ड चाहिँ उता जान ठिक्क परिरहेछ होइन। हाम्रो नेपाली दिदीबहिनी दाजुभाइहरू चाहिँ सबै यो बोर्ड बुक गरेर 1-2 घन्टाको बुक गरेर चाहिँ निक्लिन ठिक्क परिरहनु भएको छ होइन। यो आब्राको छेउमा समुद्र छ नि, यहीँ छेउमा चाहिँ होइन। यहाँबाट चाहिँ हाम्रो नेपाली दिदीबहिनीहरू आफूले 10-15 जना मिलेर बोट बुकिङ गरेर त्यहाँबाट चाहिँ हिँड्न ठिक्क परिरहनु भएको छ होइन। यहाँबाट पारी तेह्रसम्म, त्यहाँबाट 1 घन्टा 2 घन्टा कति आफूलाई हिँड्न मन छ त्यही हिसाबले बुकिङ गरेर जान सक्नुहुन्छ। तपाईँहरू पनि आउनु होला होइन। टाढाटाढादेखि कतै यो दुबईभन्दा युए भन्दा मतलब दुबईभन्दा बाहिर हुनुहुन्छ भने रासलखेमा फुजेरातिर होइन, जहाँ पनि हुनुहुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो तपाईँहरू पनि दुबईभन्दा बाहिर हुनुहुन्छ, आबुधाबीतिर हुनुहुन्छ, रासलखेमा फुजेरा अमलकुइनतिर हुनुहुन्छ भने यहाँ छुट्टीको दिन आएर यहाँबाट चाहिँ बोट बुकिङ गरेर दुबई मरिनासम्म होइन, टाढाको 2-3 घन्टाको बाटो पनि जान सकिन्छ। यो चाहिँ ठ्याक्कै बर्दुबे आब्रा यो एचएचबिसी छैन, एचएचबिसी बिल्डिङको नजिकैबाट चाहिँ मैले भिडियो बनाएको। यहीँबाट पारी यो डेरा भइहाल्यो। त्यो डेरामा चाहिँ हामी अस्ति नै के गर्थ्यौँ भने सानसाना 1 रुपियाँ खाले अलि माथि गयो भने मन्दिरको छेउछाउतिरबाट चाहिँ पारी तरेर फर्केर आउनको लागि 2 दराममा पनि हुन्छ होइन, त्यस्तो पनि हुन्छ। तर युनहरू बोटहरू चाहिँ 10-15 जना मिलेर अनि त्यहाँबाट साथीहरू 10-15 जना मिलेर बुकिङ गरेर 1 घन्टा 2 घन्टा गरेर जान मिल्छ होइन। यहाँ ठुलो बोटहरू यो चाहिँ अब हामीहरूले सक्दैनौँ जानलाई। अब यो देखिराखेको ठुल्ठुला बोटहरू छ नि, यो ठुल्ठुला बोटहरूलाई चाहिँ पैसा पनि ठुलै पर्यो, धेरै पर्यो होइन। त्यही भएर हामीहरूले चाहिँ यसमा जाँदैनौँ। यो सानसानाहरू देखेको छ नि त्यसमा चाहिँ ठिक हुन्छ कि हामीहरू 10 जना 15 जनाको लागि एकदम हामीहरू चाहिँ गएको पनि छौँ है। तपाईँहरू पनि आउनु होला, आएर युज गर्नु होला होइन। र बर्दुबे रमाइलो पनि छ, आब्राको छेउछाउतिर आएर यहाँ फोटो खिच्ने होइन, पारी जाने 1-2 दरामको बोट चढेर त्यहाँबाट धेरै रमाइलो पनि छ, धेरै रमाइलो पनि हुन्छ होइन। साथीहरू बोट बुकिङ गरेर अब चिल मोडमा चाहिँ घुम्न निक्लिसक्नु भयो होइन। यो देखेर मलाई पनि जाम भएको थियो, तर मसँग टाइम भएन, अर्कोपल्ट जाम्ला है त। छुट्टीको दिन दिदीबहिनी दाजुभाइहरू जहाँबाट आउनु भए पनि पहिला फर्स्टमा आएर यो ठाउँमा आएर सेल्फी खिचेर, फोटो खिचेर, टिकटक बनाएर, भिडियो बनाएर अनि त्यहाँबाट 1-2टा फोटोहरू खिचेर आफ्नो तालमा फोटोहरू खिचेर अनि त्यहाँबाट चाहिँ कहाँ जाने हो, उता खानासाना खानको लागि रेस्टुरेन्टतिर, नेपाली रेस्टुरेन्टहरू, नेपाली सपिङहरू जहाँ पनि त्यहाँबाट चाहिँ जानु। त्यसपछि अनि जानुहुन्छ त्यहाँबाट सपिङ गर्नको लागि, नेपाली रेस्टुरेन्टमा खाना खानको लागि। पहिला फर्स्ट मोमेन्टमा त यहाँ आएर यति रमाइलो हेर्नु न, यो हेर्दै रमाइलो छ। यहाँ फोटो खिच्ने, टिकटक बनाउने सबै कुराहरू यहाँ गरिसकेर अनि त्यहाँबाट चाहिँ नेपाली रेस्टुरेन्टमा उतापट्टि फेरि नेपाली सपिङ पसलहरू पनि छ होइन। जस्तो माउन्ट एभरेस्ट जनरल ट्रेडिङ एलएलसी हाम्रो नेपालबाट चाहिँ सामान आएर अनि त्यहाँ चाहिँ सबै कुराहरू नेपाली सिस्टमहरूको पाउँछ। अनि नेपाली रेस्टुरेन्टहरू भयो, कान्तिपुर भयो, फुलबारी भयो, इजी मोबाइल इजी के भन्छ कफी सपहरू भयो होइन। त्यहाँ चाहिँ सबैजनाहरू चाहिँ त्यहाँ जानुहुन्छ क्या। त्यसपछि गाइस, आज चाहिँ म अहिले यो यहाँ छु, कहाँ छु भने अलगुबेबा पार्कमा छु होइन। यो पार्क चाहिँ कति रमाइलो छ क्या। यहाँ यो गर्मी लाग्यो, अहिले गर्मीको टाइम लागेको छ होइन। अब यो मार्च, अप्रिल, मे, जुन, जुलाईमा चाहिँ एकदमै गर्मी हुन्छ दुबईमा। अनि यो गर्मीको बेलामा चाहिँ यहाँ बस्नको लागि सायद अब अहिले चाहिँ यो ग्रासहरू छ नि, यो दुबोहरू यहाँ चाहिँ बस्न एलाउड छैन। त्यहाँ चाहिँ लखर्दन सेक्युरिटीहरूले कोही पनि यता शीतलको छेउ यो रुखहरूको शीतलको छेल पारेर बस्न चाहिँ मिल्छ होइन। अनि सबैजना आफ्नो तरिकाले आफ्नो हिसाबले चाहिँ यहाँ बसिरहनु भएको छ होइन। एकदम दामी छ है पार्क, एकदम दामी छ। यो अलगुबेबा पार्क हो होइन। साथीहरू यो चाहिँ अलगुबेबा पार्क हो होइन। यहाँ चाहिँ कहिले पब्लिकहरू एकदम धेरै आउनुहुन्छ। आज चाहिँ खासै देखेको छैन मैले होइन। आज कोही देखेँ भने म कुरा गर्ने प्रयास गर्छु। हुन त सबैको छुट्टी 15 दिनमा हुन्छ, कसैको हर हप्ता हुन्छ होइन, त्यस्तो हुन्छ। त्यही भएर चाहिँ म यहाँ
यो पार्कमा आज धेरै पब्लिकहरू देखिरहेको छैन, मैले एकजना देख्दैछु, म उहाँहरूसँग कुरा गर्ने प्रयास गर्छु है। हुन्छ होइन, यहाँ चाहिँ सिस्टरहरू चटपट खाइरहनु भएको छ। यहाँ हाई भनिदिनु त मेरो भ्लगमा। गर्मी हो चटपटे खाइरहनु। हजुर हजुर यहाँ सबैले नजिकबाट हाई भनिदिनु। कहाँ हो तपाईँहरूको घर चाहिँ? पाल्पा हो? ए मेरो दार्जिलिङ हो। कति भयो यहाँ आउनु भएको छ? 3 वर्ष भयो सबैजना? ए यता हेर्नु न हजुर पनि, ए हाई भनिदिनु। ए सबैलाई हाई भनिदिनु, बजाउनु हुँदैन? ठिक छ ल, हस् हस् हस्। पट्टि देखिरहनु भएको छ हो पारिपट्टि, त्यो पारिपट्टि चाहिँ भाइरल ब्रिज, त्यहाँ चाहिँ नेपालीहरू गएर पुरा फोटो खिच्ने होइन, भिडियो बनाउने, पुरा ब्रिज नै भाइरल भइसक्यो है, फेरि भाइरल भइसक्यो। अनि आज म मेरो साथीहरू चाहिँ उता यो चाहिँ छ नि ठ्याक्कै यो कहाँनिर भन्नु होला भने यो आब्रा, ठ्याक्कै आब्राको छेउमा होइन, यो चाहिँ यतापट्टि सबैजना आब्राको छेउमा एचएसबिसी बिल्डिङनिर होइन, यहाँ सबै फोटो खिच्न आउने, सबैजना चाहिँ छुट्टीको बेलामा फोटो खिच्न आउने सबै यहीँ आउनुहुन्छ होइन। त्यो पारिपट्टि चाहिँ डेरा भयो, त्यो डेरा साइडमा हो, त्यो बोर्ड पनि बसिरहेछ हेर्नु, ठुलो बोर्ड बसिरहेछ त्यहाँनिर। यो चाहिँ ठ्याक्कै एक्ज्याक्टली अल्गोबेबा पार्क हो होइन। यो चाहिँ हो पारिपट्टि देखिरहेको छ, क्यारिफोर छ, सिटी सेन्टर क्यारिफोर, यहाँ देख्नुभयो, यो सिटी सेन्टर क्यारिफोर हो भने यो चाहिँ यो पारिपट्टिको पारिपट्टि देखिरहेको चाहिँ पेट्रोल पम्प भइहाल्यो। त्योभन्दा पछाडिपट्टि बस स्टप छ, अल्गोबेबा बस स्टप, र यो चाहिँ पार्क हो है अल्गोबेबा, ठ्याक्कै एक्ज्याक्टली अल्गोबेबा पार्क हो यो। एकदम यहाँ चाहिँ आज पब्लिकहरू एकदम पातलो पातलो देखिरहेको छ होइन। आज पब्लिकहरू चाहिँ एकदम पातलो पातलो नै हुनुहुन्छ आज, किनभने छुट्टी सबैको नभएको पनि हुनसक्छ है। यो एक्ज्याक्टली अल्गोबेबा पार्क, वा दामी छ है यो पार्क चाहिँ साथीहरू। त्यहाँ टिकटक बनाउँदै हुनुहुन्छ है, आफ्नो हिसाबले साथीहरू सबै टिकटक बनाउँदै हुनुहुन्छ। साथीहरू यो देखेको चाहिँ घरहरू होइन है, यो चाहिँ अल्गोबेबाको मेट्रो स्टेसन है। यहाँबाट चाहिँ तल झरेर त्यहाँबाट चाहिँ हरेकतिर जानको लागि तल त्यो अन्डरग्राउन्डमा चाहिँ मेट्रो स्टेसन छ तल होइन। यो घरहरू जस्तो देखिरहेको छ, ऊ पारिपट्टि देखिरहेको छ, त्यो पारिपट्टिको चाहिँ ऊ भइहाल्यो पेट्रोल पम्प भइहाल्यो, बस स्टप पनि त्यता छ। पार्क हेर्नु न कति ग्रिनरी, तर पार्कमा पब्लिक देखेको छैन, किनभने 12-1 बजेको घाम थियो, गर्मी थियो, गर्मीले गर्दाखेरि पनि होला होइन। त्यही भएर त्यो पारिपट्टि देखेको त्यो एमरेस्ट पेट्रोल पम्प हो, त्योभन्दा पछाडिपट्टि बस स्टप छ। अनि यतापट्टि दाहिने साइडमा सिन्धीका सिटी सेन्टर क्यारिफोर छ होइन, त्यो पारिपट्टिको भइहाल्यो। र यतापट्टि त्यो यो भइहाल्यो बस स्टपको छेउ भयो होइन, त्योभन्दा पछाडिपट्टि बस स्टप छ। यताबाट त्यहाँ जेब्रा क्रस गरेर पब्लिकहरू उता चाहिँ क्यारिफोरतिर गइरहनु भएको छ। एकदम दामी भ्यू छ है बर्दुबेको। तपाईँहरू टाढा हुनुहुन्छ, कोही आउनु भएको छैन भने आएर पक्का पनि भिजिट गर्नु होला होइन। एकदम राम्रो, एकदम दामी देखिन्छ, एकदम सही, एकदम घुम्न लागेको छ क्या, मजा रमाइलो हुन्छ यो बर्दुबे घुमेर चाहिँ। यो चाहिँ यो बर्दुबेको के भन्छ अल्गोबेबा मेट्रो स्टेसनको यो 1 नम्बर एक्जिट हो है, 1 नम्बर इन्ट्रेन्स। त्यहाँबाट भित्र तल गएर तल अन्डरग्राउन्डमा छ मेट्रो चाहिँ होइन। यहाँबाट चाहिँ मान्छेहरू आउने जाने गरिरहनु भएको छ। 1 नम्बर अल्गोबेबा, 1 नम्बर एक्जिट। साथीहरू मैले यो भिडियो मार्फत चाहिँ बर्दुबेको वरिपरि, आब्राको वरिपरि भएको पानी जहाज, बोटहरू, त्यहाँबाट चाहिँ नेपाली रेस्टुरेन्टहरू, नेपाली कफी सपहरू होइन, क्यारिफोर
त्यहाँ चाहिँ के छ त्यो एरियामा चाहिँ भनेर अब देख्नेले त देखिहाल्नु भएको छ, नदेख्ने टाढा हुनेहरूलाई चाहिँ मैले भ्लग मार्फत मैले देखाउन कोसिस प्रयास गर्दैछु होइन। सबैजना त यहाँ आउनु भएको छैन होला, मलाई जहाँसम्म लाग्छ टाढा पनि हुनुहुन्छ, भिडियो फोटोमा मात्रै देख्ने पनि हुनुहुन्छ होइन। यो चाहिँ पार्क भयो, मैले सबै देखाउने कोसिस गरेको छु। यहाँ यो भिडियोमा चाहिँ सुरुदेखि अन्तिमसम्म यो भिडियो वाच गर्नुभयो भने तपाईँहरूलाई सबै कुराहरू देख्न हेर्न सहज हुन्छ, बुझ्न सक्नुहुन्छ होइन। तपाईँहरूलाई अब यो डाइरेक्सन पनि म भन्छु है त, यो डाइरेक्सन यहाँबाट सिधा अगाडिपट्टि गयो भने एचएसबिसी आब्रा तिर नेपाली रेस्टुरेन्ट जानेतिर चाहिँ आउँछ, बलिउड एचएसबिसी आब्रातिर होइन, त्यहाँ फोटो खिच्न जाने ठाउँहरू। अब यतापट्टि यो मैले देखाइरहेको छु नि, यतापट्टि यो बस स्टप हो, यहाँबाट यसको यो बिल्डिङ देखिरहेको छ, त्यसको पछाडिपट्टि ठ्याक्कै बस स्टप छ। त्यो अगाडिपट्टिको एमरेस्ट पेट्रोल पम्प भयो, त्यो पेट्रोल पम्पभन्दा पछाडि बस स्टप छ। र हजुरहरूलाई यो भिडियोमा के लाग्छ, कस्तो लाग्छ होइन, तपाईँहरूले चाहिँ यो भिडियो सुरुदेखि अन्तिमसम्म पुरा वाच गरेर पुरा हेरेर प्रतिक्रिया दिनु होला, के कस्तो हुन्छ, राम्रो नराम्रो होइन, के कस्तो छ, सबै कुराहरू तपाईँले चाहिँ भिडियो मार्फत मलाई कमेन्ट मार्फत भनिदिनु होला होइन। र हजुरहरूको साथ सपोर्टको पनि मलाई जरुरत छ, खाँचो छ होइन। हजुरहरूले पक्कै पनि यो भिडियो हेरिसकेपछि साथ सपोर्ट दिनुहुन्छ, सहयोग गर्नुहुन्छ भन्ने म आभारी छु। हस् त, धन्यवाद।